राम्रो पास यतिखेर फेरि पनि विपिन श्रेष्ठ अन्जान बस्नेतको खुट्टामा बल यतिखेर फेरि विपिन भाइ फेरि जर्सी नम्बर 30 सहदेव उहाँ हाई स्कोर हुन्छ यतिखेर 5 गोल उहाँको यो टुर्नामेन्ट भरिको 5 गोल छ यतिखेर अन्जान बस्नेत 4 गोल यतिखेर फेरि के चान्स हुन सक्छ यतिखेर विपिन राम्रो थियो तर बल यतिखेर थ्रोइङमा छ यतिखेर फेरि झन्नै विपिन भाइले गोल हालेको थियो यतिखेर गोविन्द भाइ छिरेको छ यतिखेर जर्सी नम्बर 10 फेरि बल आउट हुन पुग्यो यतिखेर राम्रो सहदेवको खुट्टामा थियो फेरि पनि जर्सी नम्बर 42 अन्जानको खुट्टामा बल सबिन यतिखेर बल राम्रो जर्सी नम्बर 30 फेरि पनि के गोल हुन सक्छ अन्जानले बल आउट हुन पुग्यो तर भएर आउट राइट छ बल ओइ गोल जर्सी नम्बर 10 गोविन्द उहाँ पनि 3 गोल हुनुहुन्छ यो टुर्नामेन्ट भरिको गोविन्द भइरहेको छ अहिले ड्रिम टिम सिंगाटी 4 गोल हुन पनि सक्छ जर्सी नम्बर 30 सहदेव उहाँको 2 गोल भएको छ अहिलेसम्मको अब हुन नि सक्छ के जर्सी नम्बर राम्रो स्किल देखाउनु भएको छ 42 नम्बर फेरि सहदेवको खुट्टामा बल यतिखेर राम्रो चार्ज दियो ओ आफ्नै साथीको खुट्टाबाट बल बाहिरिएको छ यतिखेर फेरि अन्जानको खुट्टामा बल छ यतिखेर राम्रो स्किल थियो बाहिरियो तर चप्लेटीका युवा क्लब साथीहरूले थ्रोइङ बल पाएको छ यतिखेर दिनेश थामी थ्रोइङमा छ राम्रो थियो तर बल आउट हुन पुग्यो यतिखेर जर्सी नम्बर 30 सहदेवको खुट्टामा बल कस्तो स्किल हो वाउ जर्सी नम्बर 8 अन्जनले बल भेट्न नि सक्थ्यो तर उहाँले छोडेको छ यतिखेर बल यतिखेर फेरि जर्सी नम्बर 30 को खुट्टामा बल छ यतिखेर फेरि गोल हुन सक्छ 30 ह्याट्रिक तर बल ह्याट्रिक हुने चान्स थियो यतिखेर जर्सी नम्बर 30 को सहदेव चेन्ज भएको छ सायद हामी ह्याट्रिक हेर्न नसक्न पनि सक्छौँ हुसन बस्नेत र विपिन श्रेष्ठ छिरेको छ टुर्नामेन्टमा फेरि वाउ क्या ल फेरि बल ड्रिम टिम सिंगाटीकै खुट्टामा छ यतिखेर जर्सी नम्बर 7 को राम्रो स्किल छ राम्रो जर्सी नम्बर 7 ललित थामीको राम्रो स्किल थियो तर बल आउट हुन पुग्यो फेरि बल किपरको खुट्टामा छ यतिखेर बल राम्रो छ राम्रो यतिखेर विपिन श्रेष्ठको खुट्टामा बल राम्रो थियो भाइ युपिन भाइ सानो छ तर बल राम्रो स्किल थियो तर बल आउट हुन पुग्यो राम्रो गोविन्द भाइको राम्रो थियो यतिखेर फेरि देख्न सक्नुहुन्छ फेरि वाउ स्किल राम्रो युपिनको के यो राम्रो स्किल जर्सी नम्बर 11 राम्रो थियो चार्ज तर गोल भन्दा बाहिर गइरहेको छ यतिखेर 4-0 मा छ ड्रिम टिम 4 गोल चप्लेटी युवा क्लब 0 बल बाहिरिएको छ यतिखेर थ्रोइङमा राम्रो हुसन बस्नेको राम्रो युपिन भाइ फेरि बल आउट हुन पुग्यो
राम्रो राम्रो फेरि पनि जर्सी नम्बर 11 उहाँ हेर्नु त वाह 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 चार्ज गर्यो तर बल सेभ भएको छ यतिखेर ऊ आफै ऊ आफै छ हेर्नु है ऊ राम्रो चार्ज थियो तर बल आउट हुन पुग्यो यतिखेर फेरि पनि हुसनको खुट्टामा थियो बल फेरि बल श्रोताहरू पनि आउनुभएको छ अहिले मध्याह 12:30 भएको छ यतिखेर हाम्रो फाइनल खेलको हुसनको खुट्टामा थियो बल फेरि पनि फेरि विपिनको खुट्टामा बल यतिखेर फेरि युपिन सानो जर्सी नम्बर 11 यो नाच थियो गोविन्दको यतिखेर फेरि अहिलेसम्मका टप स्कोरर गोविन्द छ भने अन्जान 4 गोल छ कृपया थ्रोइङ बल फल भएको छ यतिखेर राम्रो हुसनको आफै चार्ज गरे तर बल आउट हुन पुग्यो राम्रो स्किल जर्सी नम्बर 11 फल भएको संकेत जर्सी नम्बर 7 ललित थामीको प्रयास तर बल अलि आउट हुन पुग्यो यतिखेर टाइम धेर छैन जस्तो छ फाइनल 25 मिनेटको हो हाम्रो यतिखेर राम्रो पास ड्रिम टिम सिंगाटी विपनको खुट्टामा बल यतिखेर राम्रो अन्जान बस्नेत राम्रो के 5 गोल बनाउला त अन्जानले 5 गोल बनाउला त तर झन्नै खुस्किएको थियो बल फेरि पनि विपनको लै ओ राम्रो शट बल पनि छिरेको छ यतिखेर 4-0 को अग्रता यतिखेर फेरि पनि राम्रो अन्जानको खुट्टामा बल छ यतिखेर फेरि फल भएको संकेत त्यहाँ जर्सी नम्बर 6 ले अन्जान बस्ने त लडाएपछि फल यो गोल हुन पनि सक्छ यतिखेर फलको संकेत छ